तिम्रो परिचय नमस्कार, मेरो नाम चाहिँ शेर्पा हो। र तिम्रो? नमस्कार, म इन्द्रजी शेर्पा हो। आज हामी के को बारेमा छलफल गर्दैछौँ? आज हामी नेटवर्किङको बारेमा छलफल गर्दैछौँ। ओके, र ब्याकग्राउन्डमा भएको डिभाइसलाई के भनिन्छ? ब्याकग्राउन्डमा भएको डिभाइस चाहिँ नेटवर्किङ सर्भर हो। ओके, ल तिम्रो हातमा केही डिभाइस अर्को पनि छ, के हो त्यसको बारेमा? मेरो हातको डिभाइस चाहिँ यो क्लाइम्बिङ डिभाइस हो, र कुन चाहिँ केबललाई यसले क्ल्याम्प गर्न सक्छ? यसको मतलब RJ45 केबल। ओके, RJ45 केबललाई हामीले क्ल्याम्पिङ गर्छौँ। र अर्को हाम्रो टसी भाइको हातमा भएको डिभाइसको बारेमा थोरै भन त। यो केबल टेस्टर मेसिन हो, जसमा माध्यमबाट हामीले RJ45 केबल र RJ11 केबलहरू चेक गर्न सकिन्छ। ओके, ल अब यसलाई चाहिँ थोरै चेक गरेर पनि देखाउनु पऱ्यो है। यसले अब चेक गर्नका लागि अब केबल यसरी राखेपछि यो केबल राइट हुनको लागि चाहिँ ग्रिन लाइट भन्नुपर्छ। ओके, जस्तै यसरी चेक गर्न सकिन्छ। 1 2 3 गर्दै ल सबैमा ग्रिन बलेपछि केबल के छ? राइट राइट छ। ओके, थ्याङ्क यू। धन्यवाद।